किन धनी मान्छे ह्यान्डसम हुन्छन् र गरिब किन हल्का फोरो टाइप वा भनौँ नट ह्यान्डसम हुन्छन्। अब मलाई चाहिँ हेर्नुहोस् अनि कमेन्टमा गर्नुहोस् हजुरलाई म कस्तो लाग्छु। अब मेन पोइन्टतिर जाउँ। हेर्नु, मान्छेलाई लाग्छ कि धनी मान्छे राम्रो कपडा लगाउँछन्, ब्युटी प्रोडक्ट युज गर्छन् अनि प्लास्टिक सर्जरी पनि गराउन सक्छन्, त्यसैले तिनीहरू ह्यान्डसम देखिन्छन्। हुन त यो पनि हो, तर 100% ट्रु होइन। आउनुहोस् मैले हजुरलाई ट्रुथ भन्छु, तर त्योभन्दा अगाडि यो भिडियोलाई आफ्नो गरिब साथीलाई सेयर नगर्नुहोला, न त त्यसको नि चित्त दुख्न सक्छ। हेर्नु, जब कुनै ब्युटिफुल मान्छे गरिब फ्यामिलीमा जन्मिन्छ, इक्जाम्पलको लागि यो फ्यामिलीलाई हेर्नु। यसको बाबा पनि ह्यान्डसम छैन र यसको मम्मी पनि खासै ब्युटिफुल छैन, तर भगवानको कृपाले यसको छोरी आफ्नो आमाको बडी लिएर र आफ्नो बाबाको आँखा लिएर एकदमै ब्युटिफुल, एकदम कडक जन्मियो अरे। अब यति ब्युटिफुल भइसकेपछि गरिबले त भाउ दिन्छन्, धनी मान्छे पनि त्यसको पछाडि नै लाग्छन्। अब केटीले चुज कसलाई गर्छ त? अभियसली धनी मान्छेलाई, होइन, जसले त्यसको इच्छा मजाले पुरा गर्न सक्छ। त्यसैले जब कुनै ब्युटिफुल वा राम्री केटी गरिब फ्यामिलीमा जन्मिन्छ, तब कुनै न कुनै धनी अमिरका चोदाले त्यसलाई उठाइदिइहाल्छ, होइन।